464-65 वर्ष अगाडिको कुरा हो। गौतम परिवारको एकजना बुढाबुढीहरू गाई ल्याएर चाहिँ यो जङ्गलमा गाई ल्याएर चाहिँ यहाँ चाहिँ गाई दुहेर चाहिँ बुढाले चाहिँ गाईलाई चाहिँ लखेटेर चाहिँ माथितिर धपाउनु भयो। अनि माताले चाहिँ यता पूर्वतिर चाहिँ बाछालाई लुकाउनु भयो। अनि गाई धपाएर आउँदाखेरि हदुई बत्योसिनी हरिबोधनी एकादशीको दिनमा यहाँ भगवतीले चाहिँ यो धारामा चाहिँ नुहाउन लागेको पहिलो दिन। दोस्रो दिन द्वादशीको दिन चाहिँ साईकुमारी मा चाहिँ यो ओढारभित्र चाहिँ बसेको टिकाटाल लागेर त्यसो दिन मा सिद्ध बाबा देखेको प्रमाण भयो। अनि भगवती माताले हिजो पनि नुहाउँदाखेरि चाहिँ तिमी चियो बसेका थियौ, अस्ति पनि हिजो पनि मलाई चाहिँ यहाँ परिवाटी गर्दाखेरि तिमी चियो बस्यौ, आज पनि मेरो सिद्ध बाबालाई चाहिँ देख्दाखेरि चियो बस्यौ, त्यसैले म तिमीलाई श्राप दिन्छु भनेर हतियार देखाउँदाखेरि माता हामी गाईवाला हौ, हामीले केही जान्दैनौँ भनेपछि त्यसो भए तिमी आजदेखि चाहिँ यहाँ चाहिँ साँझ बिहान धुपबत्ती गर्ने पूजाआजा गर्ने र म र मेरो बाबा सिद्ध बाबा चाहिँ यहाँ भएको चाहिँ सबै चाहिँ गाउँ घर छोरी लियो छोरी दियो इष्टमित्र दाजुभाइ दिदीबहिनीहरूलाई सबलाई प्रचार गर्ने। हामी विद्याको वरदान दिन्छौँ, धनको वरदान दिन्छौँ, अन्नको वरदान दिन्छौँ, श्रीमानको वरदान दिन्छौँ, श्रीमतीको दिनु वरदान दिन्छौँ र आफूले चाहेको जुन चिज हो त्यो प्राप्ति गर्नको लागि हामी वरदान दिन्छौँ भन्ने चाहिँ भगवतीको माताको आज्ञा अनुसार यहाँ चाहिँ पूजाआजाको चाहिँ क्रम भयो। चतुर्दशी दिन यहाँ चाहिँ ठुलो चाहिँ भिडभाड भयो। मान्छेहरूले चाहिँ पूजाआजा गर्नलाई चाहिँ आफ्नो घरमा भएको चाहिँ गाईको दुधहरू ल्याए, सबै आफ्नो घर वरिपरि भएको चाहिँ दुबोपाती फुलहरू, आफ्नो घरमा पाएको चाहिँ जुन नयाँ अनाजहरू सब ल्याएर चढाए। अनि त्यो चाहिँ साँझ रातभरि झाकाराम गए। भोलिपल्ट बिहान चाहिँ यसबाट चाहिँ भजन कीर्तन सहित पूजाआजा गरेर चाहिँ प्रसाद दिएर जसै तपाईँ जानुभयो चबाउली जाने गर्नुभयो त्यस्तै गरी गए। अनि त्यो पूजा गर्ने क्रममा हाम्रो सगाल जो पुलिसहरू त्यही बेला थिएनन्, प्रशासनहरू थिएनन्, 464 वर्ष अगाडि चाहिँ मान्छेहरूमा चाहिँ सबैलाई अहमताको भाव थियो। म तँभन्दा ठुलो, म तँभन्दा धनी, म तँभन्दा चाहिँ ठुलो जातको। अब त्यस्तो भएको हुनाले चाहिँ त्यो सगालले चाहिँ के गरे त यहाँ लाइन लाउने काम गरेको हुनाले अहिले पनि सगालहरू आयो भनेपछि हाम्रो मेलाहरू भरिन्छ। अनि यहाँ सगालहरूले चाहिँ धेरै लट्ठीहरू देखाएको तपाईँहरूले जाने दृश्य देख्नु भएको होला, नभए पनि प्रत्यक्ष नभए पनि उबाट दियो। त्यो के हो भने अघि पुरानो चाहिने जो भगवतीको चाहिँ पूजाआजा गरेको चाहिँ त्यो सतीको अथवा चाहिँ त्यो पूजाआजाको क्रमको चाहिँ जुन ऊ हो शक्ति हो त्यसले चाहिँ उनीहरू आयो भनेपछि यहाँ पूर्णिमाको दिनमा मेला भरिन्छ, उनीहरू गयो भने यहाँ मेला सकिन्छ। त्यसैले चाहिँ उनीहरू 16-17 पटक चाहिँ दायाँ बायाँ गरेर लाइन लाउने क्रम भएको हुनाले उनीहरूलाई चाहिँ राम्रो इज्जत साथ चाहिँ हामीले सम्मान साथ चाहिँ उहाँलाई बिदाई गर्नुपर्छ। र चाहिँ यहाँ चाहिँ दैनिक चाहिँ साँझ बिहानहरू पूजाहरू भइरहेको छ। अनि यो पूजाआजा हुने क्रम गर्दा गर्दै जुन बाबाले चाहिँ सिद्ध बाबा र साईकुमारी भगवतीलाई देख्नुभयो, उहाँ चाहिँ थुमालेक भन्नेलाई चाहिँ सर्वज्ञावीर भन्छ। अनि यहीँको चाहिँ त्यहाँ तपस्या गर्न बस्दाखेरि स्वर्गद्वारी प्युठानको चाहिँ परुमाराज चाहिँ 6 वर्षको बच्चा त्यस सर्वज्ञा थाम्लोमा चाहिँ सतिलो या चाहिँ त्यहाँ थामको चाहिँ बिचमा बस्दाखेरि 6 वर्षको बच्चा चाहिँ प्युठानबाट स्वर्गद्वारीबाट आएर यिन दुवैले स्वर्गद्वारी गए। स्वर्गद्वारी गइसकेपछि यो भगवतीको मन्दिरभन्दा पछाडि दोस्रो केही दिनपछि चाहिँ मात्रै चाहिँ त्यहाँ स्वर्गद्वारीको चाहिँ परू महाराजको स्थापना गरे। अनि त्यहाँ चाहिँ ग्वालाहरू बसेका थिए गाई लिएर। त्यो स्थानलाई चाहिँ यो हाम्रो हो, यहाँ चाहिँ हामीलाई यो छोडिदियो भन्दाखेरि ग्वालाहरूले चाहिँ उनीहरूलाई केही हप्पाने झपाने गाली बजाती गरे। पछि चाहिँ 88,000 ऋषिमुनिहरूले चाहिँ त्यहाँ हवन गरेका जौहरू हवन गरेका चाहिँ तिलजौ अनि दाउराहरू देखिएपछि बल्ल जाने यहाँ जाने केही रहेछ भनेपछि सबै लागेर ती गाईग्वालाहरू पनि चाहिँ त्यही भगवती त्यही परू महाराजका चाहिँ ऊ भए ग्वाला बसेला भए। अनि कोही चाहिँ पूजापाठतिर लागे, कोही पढ्न लागे, त्यहाँ वेद पढ्ने विद्या आश्रम छ बाहुनहरूले लगायत चाहिँ सबै जातिका चाहिने मान्छेहरूले त्यहाँ पढ्ने चाहिने विद्यालयहरू बनेको छ। अनि त्यहाँ गएपछि परू महाराजले चाहिने साक्षात दिन्छन्। अनि त्यहाँको चाहिँ प्रसाद भनेको दायाँतिरको चाहिँ यताबाट चाहिँ दाउरा राख्यो भनेपछि उताबाट चाहिँ
बेलचाबाट जाने विभूति खरानी झिकेर जाने लगाइदिने चलन छ। अनि उता दाउरा आयो भने यताबाट जाने खरानी लगाइदिने चलन छ। र त्यहाँको महिमा चाहिँ के भन्छ सातु, अनि त्यसपछि नरिवल, चामल, अनि चाहिँ त्यो लग्नेर त्यहाँ चढाउने। त्यहाँ गाईहरू चाहिँ 3-4 सय चाहिँ गाईहरू छन्। 60-65वटा चाहिँ ठुला माउ भैँसी छन् भने तिनका बाछा पाराहरू होलान्। अब यसरी चाहिँ यो भगवतीसँगै हाम्रो सर्वदारी परमारासँग पनि जोडिएको छ। र यहाँ चाहिँ आउँदाखेरि मनले चाहिँ चिताएर यो कुरा चिताएछ भने त्यो अवश्य पुरा भएर उसको काम सफल भएको छ। पछिल्लो पिँढीमा चाहिँ अहिले अमेरिका जानेहरू, विदेश जानेहरूको चाहिँ यहाँ आएर राम्रोसँग चाहिँ पूजापाठ गरिकन भगवतीले चाहिँ धुपबत्ती, केही चाहिँ पुष्प फलहरू, आफ्नो चाहिँ मनिच्छा मनोकामना सबै परिवारको चाहिँ एउटै मन, यो चाहिँ छोरो त्यहाँ अमेरिका पुगोस्, यो छोरी जापान पुगोस्, यसको चाहिँ पोर्चुगल पुगोस् भन्ने जस्तो चाहिँ आइकन सबै जान परिवारले चाहिँ यहाँ अनुरोध गर्यो भने त्यो मान्छे सोझै कतै केही दाग नलागिकन मजासँग पुगेको पनि प्रमाण छ। कोही चाहिँ 90 दिनमै पुगिया छन् भने हिँडेर पनि, अब कोही चाहिँ 4-5 घन्टामै पनि पुगेका छन्। अब यस्तो शक्ति छ यहाँ भगवतीको चाहिँ। त्यसैले भगवतीलाई चाहिँ हामी सधैँ पूजाआजा गरिरहेछौँ, धुपबत्ती गरिरहेछौँ। मन्दिर जाने सधैँ खुला छ। तपाईँहरू जुनसुकै समय पनि आउनुहुन्छ। अब भगवतीले को वाहनलाई चाहिँ बोका दिने चलन छ। अनि भगवतीलाई चाहिँ रातो सेतो पहिलो पुष्प फुलहरू दिनेछ भने माथि सिद्ध बाबुलाई चाहिँ रातो होइन, पहिलो ध्वजा, पहिलो टिका, पहिलो फुल, अनि गाईको दुध र गाईको दुधले मुछेको पिठाबाट चाहिँ बनेको चाहिँ गाईको घिउमा पकाएको रोड चलाउने चलन छ। अनि त्यसैले यी भगवती माता र सिद्ध बाबाको चाहिँ शक्तिले हाम्रो यो रुकुम जिल्ला लगायत छिमेकी जिल्ला चाहिँ सल्यान, अनि जाजरकोट, यता चाहिँ हाम्रो म्याग्दी, बागलुङ, अहिले पूर्वी रुकुम र पश्चिम रुकुमका त छन्। अब एउटै रुकुम हो। यहाँबाट चाहिँ उ गर्ने पूजाआजा गर्ने मान्छेहरूको घुइँचो हुन्छ। त्यो नभएर जुन भगवतीको पूजाआजा र चाहिँ सिद्ध बाबा पूजा गर्न यहाँ आएर चाहिँ जागिरी खाएका परिवारहरूका छोराछोरी, परिवारहरूका चाहिँ नातेदारहरूले पनि यहाँ आएर चाहिँ बोका चढाउनुपर्छ। यहाँ आएपछि चाहिँ भगवतीबाट चाहिँ वरदान लिनुपर्छ, सिद्ध बाबाबाट वरदान लिनुपर्छ भन्ने सबैको चाहिँ चाहना छ र गरेको र आँटेको पनि पुगेको छ। हस्त, धन्यवाद।